माटोले मेरो देशको माटोले। सरी लाइन कट्न भयो त्यही भएर नरिसाउनु होला है। फेरि आउँदैछु अब कन्टिन्यू आउनेछु। अब यस पछाडि उहाँले आफ्नो एउटा कुराहरू राख्नुहुन्छ, सबैजना आएर मजाले सुन्नु होला र अरूलाई पनि सुनाउनुलाई लाइभ सेयर गरिदिनु होला है त। लाइभ सेयर प्लिज। तपाईँहरूको एउटै मात्रै कल्पना हुन्छ। धन्यवाद धन्यवाद गीत गाइदिनु भएकोमा। हो, आधुनिकताको नाममा सुखको खोजीमा हामीले नेपाललाई नेपालमै बसेर पनि भुलिरहेका छौँ, विदेश गएर पनि भुलिरहेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देशको माया जगाउनका लागि एउटा संस्कृतिको सुरुवात हामीले गरेका छौँ। त्यो संस्कृतिको नाम नै श्रम संस्कृति भएको कुरा म यहाँहरू सबैजनालाई सहर्ष निवेदन गर्न चाहन्छु, जानकारी दिन चाहन्छु। यो देशको माया हामीलाई लाग्छ? कति लाग्छ? कति लाग्छ? कति लाग्छ? हो, त्यतिको माया लाग्नुपर्छ देशको। यो देशको माया हामी सबैको छातीभित्र हुनुपर्छ। यदि यो देशको माया हाम्रो छातीभित्र छैन भने देश रहला नरहला भन्ने दिन आइसकेको कुरा मलाई चाहिँ लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि देशप्रतिको प्रेम जगाउनका लागि निस्केको श्रम संस्कृतिमा यहाँहरू सबैजनालाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। दमक, कस्तो मजाको नाम दमक। सेयर गरिदिनु होला, सेयर गरिदिनु होला। अब घर उठाउने छैन। दमक। मैले मेयर साहबलाई देखाउँ कि भिड देखाउँ भन्नु होला दर्शकबिनहरू। लमक 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 भन्नुहोस् त। मैले मेयर साहबलाई देखाएर हो चमक ठिक लाग्छ कि तपाईहरुलाई? के छ दमक आज? यता भिडपट्टि देखाउँ त। लमक लमक अगाडि लम्किएको छ दमक। बधाई छ यहाँहरू सबैजनाले यत्रो ठुलो सहभागितामा हामीलाई स्वागत गर्नुभएको छ, श्रम संस्कृतिलाई स्वागत गर्नुभएको छ, देशलाई माया गर्नुपर्छ भन्ने अभियानलाई स्वागत गर्नुभएको छ। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। मित्रहरू, अब यो देशमा नयाँ सोच विचारको खाँचो, नयाँ तपाईँको छैन नयाँ शैलीको मनोविज्ञानको खाँचो भएको कारणले गर्दाखेरि अब हामीले त्यसतर्फको यात्रा तय गर्नुपर्ने यहाँहरू सबैजनालाई म निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब यो देशमा धेरै कुराहरू भए। अहिले भर्खरै पनि यहाँदेखि पछाडिपट्टि हेरेको एउटा घर जलिरहेको रहेछ। त्यो घर हो कि अफिस हो मलाई थाहा भएन है, मलाई थाहा भएन। यसरी तपाईँको चाहिँ आगजनी आन्दोलन, दुनियाँभरको तोडफोड है, काट्टा मार मात्रै गरिराखेर देश बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि मिलेर श्रम गरौँ भन्ने, निम्तो दिनका लागि मिलेर श्रम गर्नुपर्छ भन्ने आह्वान गर्नका लागि श्रम संस्कृति लिएर हामी यहाँ आएका छौँ। तपाईँहरू तयार हुनुहुन्छ हामीसँग सँगै मिलेर काम गर्नका लागि? तयार छौँ। धन्यवाद दिन चाहन्छु। अब देशमा अरूलाई दोस्रो त हामी चाहँदैनौँ, तर यथार्थ समीक्षा गर्नै पर्छ। देशमा 70-80 वर्ष पुराना पार्टीहरूले सिंहदरबार जलाउनु तपाईँको छैन जोगाउन सकेन। सिंहदरबार जलेर गयो, आज सर्वोच्च अदालत जल्यो, संसद भवन जल्यो। त्यसो भएको कारणले गर्दाखेरि हामी अब गम्भीर भएर आत्मसमीक्षा हामीले गर्नै पर्छ। म त्यो नभनिकन सत्यलाई सत्य भन्न सक्नुपर्छ। अब देशले विकल्प खोजेको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु, जानकारी गराउन चाहन्छु। र यो तपाईँहरू पनि विकल्प नै खोजेर आउनु भएको जस्तो मलाई लागेको छ। हो, तर मेरो पनि छैन। जुन सरकारले, जुन दलले आजभन्दा तपाईँको छैन 50औं वर्ष होइन 70 वर्ष अगाडिदेखि चाहिँ तपाईँको राजनीति गरेको थियो, त्यो दलहरूले सिंहदरबार जस्तो चाहिँ हाम्रो शिरलाई जोगाउन सकेन। समीक्षाहरू गर्न सकिन्छ, गल्ती कसको थियो भन्ने कुराहरू निकाल्न सकिन्छ, तर सिंहदरबारलाई पनि जलाउन जोगाउन नसक्ने, सिंहदरबारलाई जोगाउन नसक्ने, संसद भवनलाई जोगाउन नसक्ने र सर्वोच्च अदालतलाई जोगाउन नसक्नेहरूले तपाईँको जीवन जोगाउन सक्छ?
तपाईको जीवनको ग्यारेन्टी छ यहाँ। त्यसो भएको कारणले गर्दाखेरि अब विकल्पको खाँचो छ। यहाँहरू सबैजनालाई म हार्दिक निवेदन गर्न चाहन्छु, हार्दिक आह्वान गर्न चाहन्छु। अङ्ग्रेजीमा भनाइ छ, डोन्ट जज अ बुक बाइ इट्स कभर। हेर्दाखेरि हामी साना देखिन्छौँ, फुच्चे देखिन्छौँ, साधारण देखिन्छौँ, हो। तर ठुला देखिने सुकिला मुकिला भएर हिँड्ने मान्छेहरूले यो देशलाई सही नेतृत्व गर्न सकेको भए आज 75 जना हाम्रा छोराछोरी मर्नु पर्थ्यो र है। देश जलेर खरबौँको क्षति बेहोर्नु पर्ने स्थितिमा अब के हुने कसो हुने भन्ने खालको अन्यलताको स्थितिमा रहनुपर्ने हुन्थ्यो र। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, दमकवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, मिडिया मार्फत सारालाई भन्न चाहन्छु, नाउ द टाइम हेज कम। अब हामी परिवर्तन हुनुपर्छ। अब हाम्रो सोच विचार परिवर्तन गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो सोच विचार परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्य लिएर हामी यहाँ आएको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। अब तपाईहरूले यस्तो नेतृत्वको खोजी गर्नुपर्छ, यस्तो नेतृत्व तपाईँहरूले चयन गर्नुपर्छ, त्यो नेतृत्वको कमसेकम दम होस्, होइन? दमक भन्ने सहरको नाम जुन छ तपाईँहरूको, त्यसबाट कलाई अलिकति हटाइदिँदा त्यहाँ के रहन्छ? दम है। दम भएको मान्छे तपाईँहरू, यदि दम भएको मान्छेहरू हो भनेदेखि तपाईँहरूले दम भएको मान्छेलाई नै देशको नेतृत्व पनि बनाउनुपर्छ। आपद विपदको बेला भागिने मान्छे, लुकिने मान्छेलाई तपाईँहरूले नेतृत्व बनाएर हुँदैन। आदरणीय दमकवासी दाजुभाइ दिदीबहिनीहरू, म त्यो भन्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि अलिकति दम भएको मान्छे, अलिकति इमान जमान भएको मान्छेलाई अब तपाईँहरूले यो देशको सत्ता चलाउन दिनुपर्छ, म त्यो भन्न चाहन्छु। र इफ वी आर नट रङ, यदि हामी गलत छैनौँ भने तपाईहरूले हामीलाई भोट दिनुपर्छ। चुनाव चिन्ह माटो लिएर हामी यहाँ भोट माग्नकै लागि आएको हो। कुनै किसिमको तपाईँको छैन हामीले ढाक्नु पर्ने स्थिति छैन, मै माग्नु जानु ढुङ्ग्रो लुकाउनु गर्न पर्ने स्थिति छैन। हामी तपाईँहरू समक्ष यो चुनावी प्रचारको सभा पनि लिएर आएका छौँ, साथसाथै सामाजिक जागरणको अभियान पनि लिएर आएका छौँ। यहाँहरू सबैजनालाई म श्रम संस्कृतिमा जोडिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। माटोमा जोडिनु होला। माटोमा हामी प्राकृतिक हिसाबले अत्यन्तै तपाईँको छैन धनी देशमा छौँ। हिमाल, पहाड, तराई, वन जङ्गल, नदी नाला, ताल तलैया, खनिज सबै कुरा भएको देशमा पनि हामी चाहिँ आर्थिक रूपमा गरिब छौँ भनेर हामी चाहिँ होइन सूचीकृत हुन बाध्य भयौँ। के भएर हामी चाहिँ तपाईँको गरिब राष्ट्रको सूचीमा सूचीकृत हुन बाध्य भयौँ त? के भन्नुहुन्छ तपाईँहरू? जसलाई नेता भनेर शेयर गर्नु प्लिज, शेयर गरिदिनु सबैजनाले शेयर चाहिँ गरिदिनु है तपाईहरुले। लागेपछि त्यही मान्छेले भ्रष्टाचार गर्न लागेपछि कमिसन र घुसखोरीमा भुलेपछि शेयर गरिदिनु होला। तपाईलाई म चाहिँ देखाइराख्ने छु है यो भ्रष्टाचार रूपी रोगलाई, त्यो विष तत्त्वलाई चाहिँ तपाईँको चाहिँ निर्मूल बनाउनका लागि, त्यसको अन्त्य गर्नका लागि, त्यो रोगलाई चाहिँ तपाईँको यो नेपाल आमाको छातीमा जुन रोग लागेको छ त्यो क्यान्सरको औषधिको रूपमा चाहिँ हामीले श्रम संस्कृति लिएर आएको म यहाँहरू सबैजनालाई जानकारी गराउन चाहन्छु। स्रोतको कुरा गर्दाखेरि हामीसँग प्राकृतिक स्रोत छ। प्राकृतिक स्रोतलाई परिचालन गर्नका लागि तपाईँको दुई हात सबैसँग छ। यो दुई हातलाई सबैले देखाइदिनुहोस् त, सबैले देखाइदिनुहोस्। यस है, हो यसरी हेरौँ न देश बनाउने हातहरू। यो दुई हातलाई हामीले अब चलाउनु पर्छ। तपाईँको दुई हात नै हो स्रोत, तपाईँको दुई हात नै हो साधन, तपाईँको दुईटा हात नै हो संयन्त्र। त्यसो भएको कारणले यो देश बनाउनका लागि हामीलाई विदेशीको ऋण र विदेशीको जुठो चाहिँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी विदेशीको ऋणमा, विदेशीको अनुदानको भरमा देशको विकास कल्पना गर्दैनौँ। तपाईँ हामी आफ्नो पाखुराको दममा यो देश बनाउन सक्छौँ त? हात देखाइदिनुहोस्, यसरी हात देखाइदिनुहोस्। हो, यो जागरण लिएर आएका छौँ। म भन्न चाहन्छु, जनता नै हो शक्ति, जनता नै हो स्रोत। जनतालाई तपाईँको चाहिँ जहिले जनसङ्ख्याको रूपमा राखेर शोषण गरिरहने, भोटरको रूपमा प्रयोग गरिरहने जुन राजनीतिक प्रथा छ त्यसलाई अन्त्य गरेर जनसङ्ख्या होइन जनशक्तिको रूपमा हामी
निर्माण र उत्पादनमा यी हातहरू हामी लगाएर चाहिँ नि जनतालाई स्रोतको रूपमा हामी सदुपयोग गर्नेछौँ। तपाईँहरू तयार हुनुहुन्छ? तयार। तपाईँ श्रमदाता बन्न तयार हुनुहुन्छ? तयार हो। त्यसो भने पक्का पनि यो देश बन्छ। हाम्रो यो श्रम संस्कृति पार्टीमा कोही नेता हुँदैन, कोही कार्यकर्ता। देखाइदिए त हजुर। यहाँ श्रमदाताले लगाएको पोसाक र मैले लगाएको पोसाकमा कुनै फरक छैन। ल म सकेसम्म छैन चप्पलमा आइराखेको छु होइन। चप्पल देख्नु यदि यो देश धनी भयो भने मात्रै मैले चाहिँ सुट बुटमा आउनुपर्छ भन्ने मेरो मान्यता हो। फाटेको लुगा लगाएर 4 वर्षदेखि देश बनाउनु पर्छ भनेर ढुङ्गा बोक्ने कठोर श्रम गर्ने मान्छे हो म। त्यसो भएको कारणले गर्दाखेरि यो खालको चाहिँ मेहनती मान्छेहरूको समूह श्रम संस्कृतिलाई यसपालि नेपाली जनताले अनुमोदन गरिदिनुपर्छ। अनि हेर्नुहोस् हामी विकास कसरी गर्छ। हामी बहुमत दिन्छौँ। तपाईहरु सबैजनाको पार्टी हो यो श्रम संस्कृति हर्क साम्पाङको रहेछ। 2-4 जना मान्छे काठमाडौँतिरबाट पनि आए, लिएर आए, भाषण गरेर गए होइन। यहाँबाट छुट्ने बित्तिकै यो श्रम संस्कृति तपाईको पनि श्रम संस्कृति हुनुपर्छ। यहाँहरु सबैजनालाई म यो भन्न चाहन्छु, यहाँहरु सबैजनालाई म त्यो निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। भिजन बिनाको मान्छेलाई हामी सधैँ नेता मानिरहन्छौँ होइन। भिजन के अरे भन्दाखेरि चाहिँ एडिबीबाट लोन ल्याउने अरे, ऋण दिन्छ अरे। अनि त्यो ऋणले चाहिँ कर्मचारी भर्ती गरेर आफ्नै कार्यकर्ता कर्मचारी टन्न भर्ती गरेर तलब दिने, त्यस्तो नाथिम हुन्छ भिजन है। भिजन हुन्छ त्यस्तो हुँदैन है। आफ्नो बारीमा आफ्नो करेसा बारीमा लसुन प्याज फलाएर खाने भयो भिजन होइन। छिमेकीबाट ऋण लिएर तपाईँको बजार धाएर सुकिलो मुकिलो सेन्टहरू यस्तो लगाएर कालो चस्मा भन्दा माइन्ड नगर्नु, थुप्रै कालो चस्मा छ। कालो चस्मा टक्क लगाएर कालो चस्मा चाहिँ किन लगाएर धुलो नदेखाओस् भनेर क्या नरिसाउनु है। कालो चस्मा भन्दा मैले त्यो सन्दर्भवश भने त्यसो गरेर हिँड्नेलाई चाहिँ भिजन भन्ने हो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, दमकवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म भन्न चाहन्छु यो देशका सबै नेताहरू छैन भिजन भन्ने के हो भन्नका लागि, हेर्नका लागि धरा नआउनुहोस्। बिना बजेटको करोडौं अरबौंको विकास गरेर देखाइदिएको छु मैले। कुरा बुझ्नुभयो नि? बजेट छैन है। विश्व रेकर्ड राख्ने गरी हामीले चाहिँ पानीहरू लिएका छौँ बजेट बिनै। कसरी सम्भव हो त बजेट बिनै भन्दाखेरि मैले अघि भने जनता नै हो स्रोत, जनता नै हो शक्ति। तपाईहरुले भोट दियो भने एउटा होइन, हिजो म तपाईको चाहिँ एउटा साधारण लिखुर कुदिने एक्लो मान्छेले अहिले मैले काम गरे ठाउँमा स्थान पाएन। तपाईहरुले नै हो भोट दिएर एउटा साधारण सडकको मान्छेलाई सत्ताको तपाईको सर्वोच्च स्थानमा पुर्याउने पनि, र तपाईले नै हो तपाईको छैन यो देशको समृद्धि बनाउन सक्ने पनि। तर त्यो जनतालाई स्रोतको रूपमा, साधनको रूपमा, संयन्त्रको रूपमा, देशको उत्पादन र निर्माणको रूपमा लगाउन पर्छ भन्ने भिजन हुनु पर्यो नि। त्यो भिजन बोकेको दल हो श्रम संस्कृति। म यहाँ सबैजनालाई भन्न चाहन्छु, भोलि बिहान 7:30 बजे धरानमा हामी चाहिँ हाम्रो अवधारणा पत्र पनि रिलिज गर्दैछौँ। त्यस पछाडि हामी के गर्छौँ भन्ने कुरा यहाँले त्यहाँ सुन्न सक्नुहुन्छ। भिजन बिनाको मान्छे, दृष्टि बिनाको मान्छेको पछाडि नलाग्नका लागि म सबैजनालाई अनुरोध गर्न चाहन्छु, विदेशी ऋण लिएर विदेशी प्रभुलाई ढोकेर देश चलाउनलाई भिजन भनिँदैन। खबरदार त्यसलाई भिजन भनिँदैन है। देशका नदी नाला बेचेर, देशमा समान सन्धि सम्झौता गरेर, एमसीसी जस्ता तपाईँको चाहिँ देशका जलाधार सबै बेचेर विदेशी सेनाको बुट बजार्ने खालको सन्धिहरू गरेर अलिकति पैसा लिएर देश बनाउँछु बचाउँछु भन्ने खालको मान्छेहरूको त्यो भिजन होइन, त्यो भ्रम हो। त्यो भ्रमको पछि खबरदार तपाईँहरू नलाग्नु होला। म सबैजनालाई भन्न चाहन्छु, यो देशको माया लाग्छ तपाईँलाई? यदि यो देशको माया लाग्छ भने यो देशको माया लाग्ने मान्छेले सही मान्छेलाई भोट पनि दिन सक्छ। यहाँ चाहिँ लाग्छ भन्ने अनि भरे भोट चाहिँ जथाभावी फालिदिनु भयो भने हुँदैन त्यो है। मुखले माया गर्छ भनेर हुन्छ र? हुँदैन है। चढेहाले बुढीलाई आई लभ यू भन्छ नि मातेर गएर होइन, हो कि भन्नु न? भयभरको घरको खर्च चाहिँ सबै सिद्ध्याउँछ रक्सी खाएर, अनि यसलाई आई लभ यू बुढी भन्छ भन्दैन? लभ नै गर्ने भनेदेखि त त्यसरी रक्सी खाएर पैसा सिद्ध्याउनु हुँदैन नि त, होइन र? है। लुगाफाटा किनिदिनु पर्छ होला, के गर्नुपर्छ होला, सजन भएर बस्नुपर्छ होला नि। त्यस्तै खालको जडियाले माया गर्छु नेपाललाई भने बुढीलाई भने जस्तो
हावामा मुखले मात्रै माया गर्छु नभन्नु होला, छातीमा हात राखेर भन्नुहोस्, हातमा साक्षी राखेर तपाईलाई यो देशको माया लाग्छ? यदि माया लाग्छ भने लोकतन्त्रमा दिएको सबैभन्दा ठुलो अधिकार मताधिकार यसपालि तपाईले चाहिँ नि सही मान्छेलाई र सही दललाई बेचेर खाने मान्छेहरूको पछाडि हामी लागेको कारणले होइन, उनीहरूले उता बेचेर खाइराख्छ, अलिअलि यसो हालिदिन्छ, अनि त्यसले गर्दाखेरि पेट पालेको कारणले मैले भने प्राकृतिक रूपमा चाहिँ नि सम्पदाले भरिएको देशमा है नम्बर 1 धनी हुनुपर्ने देशमा हामी गरिब भएर चाहिँ नि विदेशीको टोइलेट सफा गर्न नगइकन 2 छाक खान सक्ने स्थितिमा हामी रहेका छौँ। हाम्रो चेत खुल्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो चेत खुल्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। विदेशी सन्धि सम्झौताहरू गरेर विदेशीले अलिकति पैसा दिन्छ र म चाहिँ यसो होइन बाटोहरू बनाउँछु बिजुलीहरू, होइन, त्यो गलत गलत। 30 खर्ब भन्दा धेरै तपाईँको चाहिँ सार्वजनिक ऋण पुग्न आँटिसक्यो, कहिले तिर्ने? कतिलाई त 1 खर्ब लेख भन्यो भने त्यसको पछाडि कतिवटा जिरो त्यो पनि लेख्न आउँदैन होइन। यति धेरै पैसा चाहिँ विदेशी ऋण लिएर हामी चलिरहेका छौँ। जसरी हामीले छिमेकीबाट ऋण लिएर तपाईँको चल्नु थाल्यो भने भोलिको दिनमा आफ्नो घर घरेरी लिलाम गरेर टाप दिनुपर्छ, त्यसरी नै भोलिको दिनमा हाम्रो देश डुब्ने स्थिति नआओस् भनेर हामीले श्रम संस्कृतिमा यहाँलाई बोलाइराखेको कुरा श्रम संस्कृतिले त्यो भन्न खोजेको कुरामा जानकारी गराउँछ। अल्छी लाग्यो? अल्छी लाग्यो भने भन्नुहोस् न, म गीत सुनाइहाल्छु है। मैले अघि भने तपाईँहरूलाई होइन, दमकलाई दम भएको मान्छे चाहिन्छ है, दम भएको मान्छे चाहिन्छ। तपाईँहरू दम भएको मान्छे भएकै कारणले यो ठाउँको नाम पनि दमक भएको जस्तो लाग्छ मलाई। हो, दम भएको मान्छेलाई, राष्ट्रप्रेमी मान्छेलाई झुक्दै नझुक्ने नेपालको छोरो भन्ने एउटा गीत छ नि, त्यस्तो खालको मान्छेले तपाईँहरूले यसपालि चुन्नुपर्छ। र हर्क साम्बाङ त्यो खालको मान्छे हो जस्तो लाग्छ भने तपाईँहरूको अमूल्य भोटमा होइन अनुरोध गर्न चाहन्छु। तपाईँहरूले चुनाव चिन्ह माटोमा ऊ त्यहाँनिर राखेको छ होइन, अन्जुलीमा भरेको तपाईँको देशको माटो, तपाईँको आफ्नो माटो त्यो माटोमा उचिएको तपाईँले खाएर हुर्किनु भएको छ। त्यही माटोमा हाम्रो पुर्खाहरूको चाहिँ तपाईँको होइन हामी सबै मरेर जाने हो, भोलिको दिनमा हाम्रो चाहिँ अस्तु पनि त्यही भेटिन्छ। त्यो माटोलाई, यो देशको माटोलाई तपाईँहरूले यसपालि भोट हाल्नुपर्छ भन्ने म हार्दिक निवेदन गर्न चाहन्छु। लाइभ कस्तो आइरहेको छ भनिदिनु होला। हुन्छ, धन्यवाद। म केही कुरा भन्छु भरे। हर्क साम्बाङ जिन्दाबाद होइन, यो देश जिन्दाबाद, तपाईँ जिन्दाबाद, श्रमदाता जिन्दाबाद, श्रमदाता जिन्दाबाद, श्रम संस्कृति जिन्दाबाद। धन्यवाद। अब म केही कुराहरू अरू कुराहरू सुनाउ कि भयो? थुप्रै कुराहरू छन्। सबैको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, देशलाई माया गरौँ, देशलाई माया गरौँ, देशलाई माया गरौँ है, देशलाई माया गरौँ। पसिना होइन, पसिनाले यो देश भिजाउनुपर्छ, रगत होइन पसिनाले भिजाऊ यो देश। अघि भर्खरको हाम्रो शिरगीतले त्यो भन्दै थियो, रगत कति बगाउने? 17,000 के जतिमा मर्यो होइन, उता छैन जनआन्दोलनमा, जनयुद्धमा 17,000, फेरि अस्ति 75 जना फेरि अर्को आन्दोलन गर्ने भन्छ। कति मरिराख्नु हो? त्यसले गर्दाखेरि रगत होइन, अब नलडौँ है, अब नलडौँ हामी। म यो पार्टी त त्यो पार्टी, म यो जाति त त्यो जाति, वर्ग यो धर्म यो भनेर हामी नलडौँ। सबैजनाले सेयर गरिदिनु होला। हामीले कमिलाबाट सिक्न पर्छ, म त्यो भन्न चाहन्छु। एउटा कमिलाबाटसम्म हामीले सिक्न सकेनौँ भने हाम्रो मान्छेको जुनी भने धिक्कारको जुनी है। त्यसो भएको कारणले कमिलाको ताती जस्तो भएर अब हामीले यो देशका लागि श्रमदान गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आफ्नो पेटको लागि मात्रै श्रम गरेर हुँदैन, यो देशको लागि पनि श्रमदान गर्नुपर्छ म भन्न चाहन्छु। तपाईँहरू तयार हुनुहुन्छ? धन्यवाद दिन चाहन्छु। अब थुप्रै कुराहरू छन्। अस्ति जेनजी आन्दोलनको कुरा मैले अलिकति गर्नुपर्छ होला, पर्दैन? पर्छ। सबै जेनजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, प्लिज डु नट बी मिसयुज्ड, नेभर बी मिसयुज्ड, नेभर बी मिसगाइडेड है। तपाईहरुलाई परिचालन कसैले गर्न सक्छ, जा भाइ त्यहाँ गएर झगडा गरेर आइज, म तँलाई केही हुनु दिन्न, प्रहरीले पक्रेमा छुनु दिन्न, मेरो पार्टीमाथि गृहमन्त्री छ
भन्ने किसिमले कुनै किसिमको चाहिँ प्रलोभन र दुरुत्साहनमा पारेर जेनजीलाई अथवा चाहिँ युवा पुस्तालाई कसैले पनि दुरुपयोग नगरोस्। यो देश पछि पर्नुको कारण सबैभन्दा ठुलो शक्ति भनेको जनशक्ति भनेको चाहिँ नि युवा शक्ति हो। त्यो युवा शक्तिलाई नै खालि टाउका फुटाउनको लागि टायर बाल्नको लागि दुरुपयोग गरेर हुन्छ। म सम्पूर्ण तपाईको चाहिँ जेनजीलाई भन्न चाहन्छु, डङ बाँझोबारी खन्नुहोस्। कुरा बुझ्नुभयो नि? हो, जेनजी यता हुनुहुँदो रहेछ। डङ बाँझो खेत खन्नुहोस् है, त्यहाँ देखाउनुहोस् तपाईँको चाहिँ तागत। अर्काको टाउको फुटाएर अर्कालाई कुटेर तागत देखाउने होइन। विदेशी दलालहरूले जहिले पनि अस्थिरता होस् यो देशमा भनेर अनेक परीको चाहिँ फन्डा मचाइदिन्छ। त्यो फन्डामा लागेर एक अर्कालाई खेदाएको छ, कुटेको छ। तपाईँ पनि नष्ट, म पनि नष्ट। अहिले यहाँ झगडा गर्ने भने के हुन्छ? रगत मात्रै बग्छ। रगत बगेर के हुन्छ? केही फल्छ? त्यसो भएको कारणले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु, हाम्रो देशको माटोमा पसिनाको सुगन्ध आउनुपर्छ। पसिनाको सुगन्ध आउनुपर्छ। त्यो पसिनाको सुगन्ध आउने गरी यो देशको माटोलाई भिजाउनका लागि तपाईँ तयार हुनुहुन्छ? तयार हो। त्यही उत्पादन र तपाईँको छैन निर्माणको क्रान्ति हो श्रम संस्कृति। म यहाँ सबैजनालाई यो तपाईँको छैन क्रान्तिमा हार्दिक निमन्त्रणा गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। आउनुहोस्, सँगै मिलेर यो देशको माटोलाई बचाऊ। यो देशको माटोमा श्रम रोपेर लह यो देशका सपनाहरू फलाऊ, ताकि भोलिको दिनमा कुनै जेनजी त्यसरी अकालमा मर्न नपरोस्। र पढ्यो जाने थाहा छैन, सर्टिफिकेट फालेर तपाईँको छैन उता लागु औषध दुर्व्यसनी बन्ने गरी तपाईँको विभिन्न खालका विकृतिमा फस्ने गरी, विभिन्न अपराधमा फस्ने गरेको नियति हामीले भोग्न नपरोस्। म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु। गफ गरेर देश बन्छ? बन्दैन। गफ गरेर देश बन्छ र? गफ गरेर देश बन्ने थियो भने म घरमा बसेर एक्लै माथि धुरीमा बसेर गफ गरिरहन्थेँ, किन यहाँ आइरहन्थेँ है? म तपाईँहरूलाई सिकाउन आएको होइन, म तपाईँहरूलाई बोलाउन आएको। म तपाईँहरूलाई के गर्न आएको हो? बोलाउन आएको हो। माटोको सन्देश लिएर बोलाउन आएको हो। म तपाईँलाई सिकाउन सक्दिनँ आदरणीय शिक्षित सभ्य नैतिक दमकवासी दाजुभाइ दिदीबहिनीहरू। I am not here to teach you, but I am here to call you. म तपाईहरुलाई बोलाउनका लागि आएको हो। यो देशले तपाईलाई बोलाइरहेको छ, समयले बोलाइरहेको छ। तपाईं आउने हो, तपाईं आउने हो, तपाईं आउने हो। यहाँहरु सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रम संस्कृति गफ गर्ने मान्छे र काम गर्ने मान्छे बीच के फरक हो? एउटा दलाल है, कोही व्यक्तिलाई मैले भने होइन, एउटा दलाल भनौँ न, गफ गरेर यसो कुरा मिलाएर खाने मान्छे र त्यहाँ सफारी चालकहरू पनि देख्दैछु मैले। एउटा सफारी चालक बीच के फरक हुन्छ? अलिकति बुझ्नु, अल्छी नमान्नु है। थोरै बोल्छु, थोरै बोलौँ। एउटा दलाल बिहानै उठ्छ होइन, र अब त्यसले कसलाई ठगौँ, कताको कता सेटिङ मिलाउँ भनेर प्लान मिलाउँछ। तर एउटा सफारी चालक मजदुर त्यो दलाल उठेको समयभन्दा 2 घण्टा अगाडि उठ्छ है, र स्टेसनमा गएर यात्रुलाई पर्खिराखेको हुन्छ चाडोमा होइन? हो, त्यो नियत। एउटा दलालले फोनको भरमा 1 लाख रुपियाँ कमाउँछ दिनमा। सफारी चालकले बिचरा यता जा उता जा, उता जा, ट्राफिक प्रहरीले घरि यता खेदाएको छ, घरि उता, अनेक परीको सहेर 2 छाक भात कमाउँछ हो है। एउटा दलाल जीवनभर करोडौं रुपियाँ पैसा कमाउँछ, ठुलो माफिया बन्छ र देशै तपाईको छैन हाँक्ने गरी तपाईको छैन बन्छ है। तर एउटा सफारी चालक मजदुरले जीवनभर कमाएर उसको छैन श्रीमती पाल्छ, श्रीमान पाल्छ, केटाकेटी पढाउँछ, बस्ने थियो। जब एउटा दलाल मर्छ सबैले उसलाई सम्मान गर्छ, सलाम गर्छ, सलामी दिन्छ। तर एउटा सफारी चालक मर्दाखेरि बिचरा मलामी पनि आउँछ क्या, आउँदैन है। यो नियति कसरी भयो यहाँ? म यो प्रश्न गर्न चाहन्छु नेपाली समाजलाई। एउटा ढाँट्ने मान्छेलाई त्यत्रो सम्मान गर्ने समाजले पसिना बगाएर खाने मान्छेलाई किन अपमान गर्छ? म त्यो भन्न चाहन्छु है। सबैभन्दा धेरै काम गर्ने कामी, सबैभन्दा गाह्रो है, आगोमा बसेर आगै तपाईको छैन कुटेर फलामको छैन हतियार बनाउने एउटा कामीलाई
घरभित्र पस्न नदिने समाज अझै चेन्ज भएको छैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले गर्दाखेरि श्रमको कारणले गरिने विभेदको अन्त्य गर्नका लागि, जरा उखाल्नका लागि आएको शक्ति पनि श्रम संस्कृति रहेको म निवेदन गर्न चाहन्छु। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, काम प्रतिको दृष्टिकोण हामीले, श्रमलाई हेर्ने दृष्टिकोण हामीले बदल्नुपर्छ। जबसम्म श्रमलाई हेर्ने दृष्टिकोण हामी बदल्दैनौँ तबसम्म हाम्रा मान्छेहरू बेरोजगार भएर हिँड्छ, बरु काम गर्दैन। यहाँनिर डिग्री पढेका भाइहरू भतिजाहरू कोही भोक लागेर बिहानदेखि खाएको हुँदैन होइन, खाइस भात भन्दा म त खाएँ भन्छ, भोकै हिँडिरहेको। ऊ ज्याला मजदुरी गर्न चाहँदैन, पसिना बगाउन चाहँदैन, उसलाई ठुलै घुम्ने कुर्सीमा सिसाको अफिस चाहियो है। अनि तपाईँ पनि घुम्ने कुर्सीमा घुमिरहने, म पनि घुम्ने कुर्सीमा, भएभरको पढे लेखेको घुम्ने कुर्सीमा घुम्ने, अनि तपाईँ पनि हाकिम म पनि हाकिम होइन, सबैजना एकदम ठुल्ठुलो। अनि श्रम कसले गर्ने? श्रमप्रतिको दृष्टिकोणलाई चेन्ज गर्न चाहन्छ श्रम संस्कृतिले। त्यो श्रम संस्कृतिमा तपाईँले मलाई साथ दिने हो। काम कुनै पनि सानो हुँदैन। यो देश पछि पर्नुको कारण यही हो, मूल कारण मैले थाहा पाएको कुरा यही हो। हामी काम गर्न लजाउँछौँ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, काम गर्न लाज नमानोस् भनेर धरान उपमहानगर नगरपालिकाको पदीय हिसाबमा सबभन्दा ठुलो मान्छे म है। मै हो सबभन्दा, तपाईँको चाहिँ अन्तिम सिग्नेचर गर्दा मै हो। बजेट बनाउनेदेखि लिएर नीति तथा कार्यक्रम सबै मैले गर्नुपर्ने हुन्छ। तर त्यस्तो मान्छेले फाटेको लुगा लगाएर 4-4 वर्ष श्रम गरेर नाला सफा गरी हिँड्नुको कारण के हो त भन्दाखेरि, जहाँ गएर काम गर भनेर मात्रै देश चल्नेवाला छैन। यसरी काम गरौँ, आउनुहोस् तपाईँ पनि भनेर मैले बोलाउन चाहेको। पानी यसरी बोलाउन चाहेको। अब म धरानको प्रमुख हुँदासम्म पनि मलाई के भने त, ढुङ्गे, जङ्गली, पाखे, केही नजान्ने, बौलाहा, भयभरको अपमानजन्य नामहरू दिए, गोरु गधा सबै दिए है, सबै दिए। अब म जस्तो नगरको प्रमुखलाई त त्यसो भन्छ भने एउटा आम जनताले श्रम गर्यो भने उसलाई कति हेप्दो रहेछ। मान्छेलाई हेप्ने, काम गर्ने मान्छेलाई शोषण र तपाईँको दमन गर्ने यो जुन चलनको तपाईँको चाहिँ अन्त्य नगरिकन यो देश बन्नेवाला छैन। त्यसले गर्दाखेरि त्यो चलन सामाजिक रूपान्तरणको अभियान हो यो श्रम संस्कृति। तपाईँलाई लाग्ला एउटा पार्टी रहेछ, भोट माग्न आयो साथीले, यसो चाहिँ जित्यो भने जाला, जितेन भने के गर, त्यो होइन, त्यो होइन, त्यो होइन। वी वान्ट टु चेन्ज नेसन फ्रम द रुट, फ्रम द रुट है। जराबाट यो देशलाई, राष्ट्रलाई परिवर्तन गर्नका लागि हामी अभियान चलाइरहेको कुरा म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। प्रकृतिको संरक्षण गरौँ, संस्कृतिको सम्वर्धन गरौँ, प्रविधिको विकास गरौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, एकचोटि म सँगसँगै भन्नु ल, हुन्छ? प्रकृति जस्तो बन्न सकौँ, मैले सुनिनँ कसैलाई विभेद नगर्ने, संस्कृति जस्तो बन्न सकौँ, सबैलाई आफ्नो ठान्ने, प्रविधि जस्तो बन्न सकौँ, जीवनलाई सहज बनाउने, प्रकृति, संस्कृति र प्रविधिमा आधारित सिद्धान्त बोकेर अगाडि आएको छ श्रम संस्कृति। प्रकृतिको हामीले संरक्षण गर्छौँ। हामी प्रकृति हो, हामी मान्छेको लागि मात्रै अभियान चलाइरहेका छैनौँ है। चराचुरुङ्गीलाई पनि माया गरौँ, हामीले वन्यजन्तुलाई पनि माया गरौँ। एउटा चरा मासिँदा के हुँदो रहेछ तपाईँलाई थाहा छ होला नि। हिजो आज हामी विषादयुक्त तरकारी खान्छौँ, किन खान्छौँ भन्दा चरा छैन। चरा भएको चराले त्यो किराहरू खान्थ्यो। अहिले तपाईँको चाहिँ एउटा गोलभेडा रोप्यो भने किरा लागिहाल्छ, अनि किरालाई मार्नका लागि विषादी थपिन्छ, विषादी सहितको गोलभेडा खायो, क्यान्सर भइरहेको हुन्छ, किडनी फेल भइरहेको होइन। त्यसो भएको कारणले गर्दाखेरि चराबाट कुरा बुझ्नुपर्छ, हालमा त्यतिकै कुदिनेर हुँदैन। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, प्रकृतिवादी बनाऊ, हामी प्रकृतिलाई माया गरौँ, प्रकृतिलाई माया गरौँ, वन्यजन्तुलाई माया गरौँ, प्रकृतिको संरक्षण गरौँ। म यो पनि भन्न चाहन्छु, संस्कृति हाम्रो देशमा विदेशी पर्यटक आउनुको दुईटा कारण छ, एउटा भनेको प्रकृति हेर्न, अर्को भनेको संस्कृति हेर्न। त्यसो भएको कारणले गर्दाखेरि हाम्रा मौलिक संस्कृतिहरूलाई हामीले जगेर्ना गरौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु,
हाम्रो मौलिक भाषाहरू छ भने हामी बोलौँ। किनभने संस्कृति बनाउनका लागि हाम्रो पुर्खालाई हजारौं वर्ष लागेको थियो। हजार वर्ष लागेर पुर्खाले बनाइदिएको संस्कृति हामी अहिले आधुनिकताको नाममा कोरियन भाषा बोल्छौँ, बरु इङ्ग्लिस बोल्छौँ, तर बोल्दैनौँ हाम्रो आफ्नो मौलिकता बिर्स्यौँ। यदि हामी आफ्नो मौलिकता बिर्स्यौँ, हाम्रो संस्कृति बिर्सँदै हामी गयौँ भने यो हाम्रो भिड भनेको भेडाको भिड मात्रै हुन्छ। हाम्रो संस्कार संस्कृति केही पनि हुँदैन र हाम्रो मनोविज्ञान पनि भेडा जस्तै हुन्छ। हामी भेडा हो होइन। यदि हामी नेपाली हो भने हामी नेपालीहरू भनेको संस्कृतिले रङ्गिएको हुनुपर्छ, संस्कृतिको धनी हुनुपर्छ। हामी आफ्नो मौलिक प्रविधिलाई पनि हामीले चिने होइन। सबैजनाले लाइभ सेयर गरिदिनु, लाइभ बोर लाग्यो सबैजना लाइभ सेयर गर्नु। सुनिन्छ यता बोलेको पछाडि सबैसम्म पुगोस्। यसो गरिदिनु त, सुनिदो रहेछ। धन्यवाद। मौलिक प्रविधि है मैले बारम्बार भन्ने गरेको हाम्रो पुर्खाले हजारौं वर्ष पहिला ढिकी बनायो, जाँतो बनायो। सबैजनाले लाइभ सेयर गरिदिनु होला। ढिकी र जाँतोलाई देखेर आधुनिक बनाउन तपाईको छैन मान्छेहरूले 5-7 जनाले सेयर गर्दा भन्दाखेरि पश्चिमाहरूले त्यसैलाई तपाईले भन्दाखेरि मेसिन बनाइदियो। त्यो जाँतो दुईटा ढुङ्गा होइन, एउटा हतार राखेर यसरी घुमाउँदाखेरि अन्न पिनिदो रहेछ भन्ने आजभन्दा हजारौं वर्ष 2000-3000 वर्ष पहिला हाम्रो पुर्खाले आविष्कार गरेको हो कि होइन? त्यही दुईटा प्लेटमा चाहिँ अन्न पिस्ने भन्ने कुरालाई चाहिँ लगेर होइन उताबाट चाहिँ त्यो मिल बनाइदियो। अब मिल मात्रै प्रयोग गर्छौँ, ढिकी प्रयोग गर्छौँ। ढिकी देखेको छैन, जाँतो देखेको छैन, छैन है। एउटा बाँसलाई काटेर लिस्नो बनाइदियो, यस्तो माथि तल चढ्ने, त्यही लिस्नोलाई देखेर तपाईँको चाहिँ सिडी बनायो पश्चिमाले। हामीले त्यसलाई चाहिँ फेरि के भन्यौँ भन्दाखेरि आधुनिकता भन्यो। हाम्रो आफ्नो चाहिँ बिर्स्यो। हाम्रो आफ्नो मौलिक प्रविधिहरू बिर्सेको कारणले गर्दाखेरि मैले अघि तपाईँको चाहिँ सुरुमा तपाईँहरूलाई गाउनु लगाएको गीतमा के थियो भने यो माटोले हामीलाई बोलाइरहेको छ भन्नुको मतलब हाम्रो मौलिकताले हामीलाई बोलाइरहेको छ है, हाम्रो संस्कृतिले बोलाइरहेको छ। र मैले बारम्बार भन्ने गरेको छु, हामी अघिल्तिरको यात्रामा छैनौँ। जब हामी आफ्नो मौलिकतालाई बिर्सौँ हामी पछि जान्छौँ। आज हामीले जति पनि यी आविष्कारहरू देखिरहेका छौँ, गाडी गुडिरहेछ, मोबाइल चलाइरहेछौँ दुनियाँ, तर यी सबै कुरा हाम्रो आविष्कार होइन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो आफ्नै उत्पादन हामीले गर्नुपर्छ भन्ने संस्कृति, श्रम संस्कृति रहेको कुरामा जानकारी गराउन चाहन्छु यहाँहरू सबैजनालाई। सियोसम्म बनाउन नसक्ने तपाईँको नालायक भएर हामी बस्यौँ। यद्यपि हाम्रो पुर्खाले आजभन्दा 3000 वर्ष पहिला ढिकी र जाँतो बनायो। यी कुराहरू तपाईँको छैन, हामीले बिर्सेको कारणले हामी पछि परिरहेको कुरा म यहाँहरू सबैजनालाई जानकारी गराउन चाहन्छु। अब हामी पछि पर्नु हुँदैन। तपाईँहरू सहमत हुनुहुन्छ? तपाईँहरू सहमत हुनुहुन्छ? धन्यवाद दिन चाहन्छु। देशलाई माया गरौँ हामी सबैले, म त्यो भन्न चाहन्छु। हामी श्रम संस्कृतिको कुरा गर्छौँ होइन। के हो त यो श्रम संस्कृति भनेको भन्दाखेरि यसको व्याख्या विश्लेषण तपाईँ आफैले पनि लाउन सक्नुहुन्छ। तर एउटा बेइमान मान्छेलाई इमानदार बनाउने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनु पर्छ अलिकति। मैले अनुमोदन गराएँ। अल्सी मान्छेलाई पौरखी बनाउने, परिश्रमी बनाउने संस्कृतिलाई श्रम संस्कृति भन्नुपर्छ, ताली बजाउनुपर्छ। झुटो बोल्ने, झुटो मात्रै सुन्ने, सत्य बोल्दाखेरि साथीभाइदेखि परिवार सबैजना रिसाउने है। असत्यवादी समाजलाई सत्यवादी बनाउनु पर्छ। त्यो सत्यवादी समाज बनाउने, सही कुरालाई बोल्नका लागि चाहिँ प्रेरणा दिने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ है। हामी बाँचुन्जेलसम्म श्रम गरिरहन्छौँ। श्रम भनेको हाम्रो पेटको लागि गर्छ, हाम्रो परिवार पाल्नलाई, आफ्नो पेटको लागि, आफ्नो घर परिवारको लागि। तर यो देशका लागि भनेर एक थोपा पनि पसिना नेपालीले चुहाएन। गल्ती त्यही भयो, गल्ती त्यही भयो। त्यसो भएको कारणले गर्दाखेरि देशका लागि श्रमदान गर्नुपर्छ र श्रमदानको माध्यमबाट एउटा बेइमान मान्छे, एउटा ठग मान्छे र अल्छी र स्वार्थी मान्छेलाई पनि, एउटा पापी मान्छेलाई पनि तपाईँको चाहिँ सत्यवादी र देशभक्त बनाउने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ। श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ। अरूलाई ठगेर, लुटेर, कुटेर, ढाँटेर, काटेर खाने होइन। आफ्नो पाखुरामा आफ्नो नङ्ग्रा खियाएर, 10 नङ्ग्रा खियाएर जीवन गुजार्छु भन्ने आत्मनिर्भरताको संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ। विदेशी ऋण होइन,
स्वदेशी उत्पादन आफैले तपाईको चाहिँ आफ्नै मौलिक आफ्नै चाहिँ तपाईको परम्परागत प्रविधिहरू प्रयोग गरेर हामी आफैले यो देशको चाहिँ विकास गर्नुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। विदेशी दलालीलाई चाकडीमा विदेशी इशारामा सरकार को बन्ने को नबन्ने को मन्त्री हुँदाखेरि अस्ति म झन्डै प्रधानमन्त्री पनि भएको झन्डै भएको हो होइन। एकछिन म त्यसमा नै आउँछु। कसलाई ढोगिनु पर्ने यात्राको ढोग्छु है म गृहमन्त्री त मलाई चाहिँ भेट्न आउनुपर्छ यहाँ फुलमाला लिएर भनेको कारणले होइन। तपाईँको छैन विदेशीको इसारामा सरकार चल्नु हुँदैन भन्ने संस्कृति हो तपाईँको छैन श्रम संस्कृति। ताली बजाउनै पर्छ त्यसमा। अल्छी लाग्यो छैन जाँगर चलिरहेछ है। त्यसो भने म एउटा कुरा पढेर सुनाउँछु ल। हुन्छ। तपाईहरु हर्क साम्पाङको कुरा सुन्न आउनु भएको हो? तर हर्क साम्पाङ म त होइन। म पनि चिन्छु उसलाई, केही वर्षदेखि म पनि चिन्छु। केही वर्ष होइन धेरै वर्षदेखि चिन्छु। तपाईले चिनेको हर्क साम्पाङ र मैले चिनेको हर्क साम्पाङमा के फरक रहेछ म एउटा सानो पढेर सुनाऊ ल। को हो हर्क साम्पाङ? मैले चिनेको मैले बुझेको। मनभित्र यो देश बाहेक अर्थ केही छैन उसको। भावनाको गहिराईमा यो देश भेट्छ उसले, विचारको उचाइमा यो देश देख्छ उसले। घोर अन्धकार भित्र आशाको किरण छर्ने चेतनाको खेती गर्ने र निराशाभित्र आशा र विश्वास छर्ने काम गर्छ उसले। देश र माटो बारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ ऊ। उजाड पाखा पखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस्छ ऊ। जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छ ऊ। उद्योग जति सबै बेची खाएको देशमा मुद्दा र मामिला झेल्दै अनेक परीको लफडा झेल्दै उद्योग खोल्दै अगाडि बढ्छ ऊ। मैले चिनेको अर्क साम्पाङ यस्तो छ, तपाईले चिनेको बुझेको कस्तो छ भरे भन्नु होला। ढुङ्गा बोक्छ, गिट्टी कुट्छ, कठोर भन्दा कठोर श्रम गर्छ उसले। सबै खाले काम गर्छ उसले। मनमा एउटै उद्देश्य बोकेर यो देश बनाउने। भौतिक विकासको आधार तय गर्छ उसले। आधुनिक र व्यवस्थित शहरीकरणको अवधारणा लागू गर्न खोज्छ ऊ। सुन्दर शहर निर्माण गरेर संस्कृतिको सुगन्ध भर्न खोज्छ ऊ। भौतिक सामाजिक शैक्षिक बौद्धिक विकासका आयामहरूमा देखिने काम गर्छ उसले। बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर भेलमा पानीको भेल खोलाको भेलमा तार जाली कस्न जान्छ ऊ। जनताको घरमा आउने पानीको पाइप उसलाई मन नपराउने विरोधीहरूले लगाएको डडेलोले जल्दा धुवामा निसासिँदै आगो निभाउँदै जंगलमै बास बस्छ ऊ। ढुङ्गा हानाहान गरेर होइन मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने विश्वास गर्छ ऊ। हो मैले चिनेको बुझेको अर्क साम्पाङ त्यस्तो छ। लागोस दुर्व्यसनमा फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर सहरका कुना कराउँदै वर्ष पहिलादेखि हिँड्छ ऊ। सहरका गल्ली सफा गर्न नाला सफा गर्न अघि सर्छ ऊ। ढिला सुस्ती घोषखोरी र भ्रष्टाचार पिटिक्कै सहँदैन उसले। विकासको पहिलो आधार नै चेतना हो भन्ने बुझेर सामाजिक परिवर्तनको अभियानहरू चलाउँदै अघि बढ्छ ऊ। समाजमा विद्यमान विभेद र विकृतिको अन्त्य गर्न श्रम संस्कृति फैलाउन चाहन्छु। तपाईले चिन्नु भएको अर्क साम्पाङ कस्तो छ? त्यस्तै छ। संसारकै नमुना देश बनाउनु पर्छ भन्दै बालकदेखि वृद्धसम्मलाई आफ्नो क्षमताले भ्याएसम्मको योगदान गर्न प्रेरित गरिरहन्छ ऊ। श्रमदानको महाअभियान चलाइरहन्छ ऊ। प्रकृतिको संरक्षण र सदुपयोग गर्दै संस्कृतिहरूमा रमाउँछ ऊ। प्रविधिको विकास गर्दै आविष्कार र चमत्कारहरू देखाउनु पर्छ भन्छ ऊ। विदेशी ऋणमा होइन आफ्नै पाखुराको दममा विकास गरौं भन्छ ऊ। पार्टी जाति धर्म वर्ग र व्यक्तिगत स्वार्थहरूले फुटेको समाजलाई श्रम संस्कृतिको माध्यमबाट जोड्न निस्केको छ ऊ। माटो देश भन्दै देशलाई माया गरिरहन्छ ऊ। माटोको गौरव बोकेर आकाश छुन खोज्छ उसले। सेवा सुविधाको सुकिलो मुकिलो जीवन शैली त्यागेर फाटेको लुगा लगाएर देश बनाउँछु भन्दै श्रमदान गरिरहन्छ ऊ। आदेश र निर्देशमा होइन आफैले अघि सरेर गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ ऊ। ठूला मञ्चहरूमा सभा र पार्टीहरूमा सम्मान थाप्न र भाषण गरेर ठूलो सपना बाँड्नु भन्दा ससाना कामहरू फत्य गरेर देखाउन श्रमिक बन्न रुचाउँछ ऊ। हिलो र धुलोमा गाडिएर उज्जवल देशको भविष्य
सपना साकार बनाउन निस्केको उसलाई हेर्दा साधारण देखिन्छ तर कालोलाई कालै हो र सेतोलाई सेतै हो भन्ने साहस गर्छ उसले। देशको विपक्षमा रहेका संसारका जस्तो सुकै र जत्रो सुकै शक्तिले गरेको अन्यायको विरोध गर्छ, उसँग लड्न भिड्न तयार हुन्छ। एमसीसी जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरूलाई विरोध गर्छ उसले। संकटको बेला अरू सबै नेताहरू लुकेको बेला, बचाऊ बचाऊ भन्दै भागिरहेको बेला, देश जलिरहेको र ढलिरहेको देश सम्हाल्न सक्छु भनेर अघि बढ्छ ऊ। त्यस्तो खालको मान्छे हो। आखिर को हो? हर्क साम्पाङ है हो। उही हर्क साम्पाङ हो जो थोपा थोपामा यो देश बाँचिरहेको छ, जो कण कणमा यो देश साँचिरहेको छ। उसको हरेक सोचाइमा यो देश छ, उसको हरेक बोलीमा यो देश छ, उसको हरेक कर्ममा यो देश छ, उसको हाँसोमा छ यो देश, उसको रोदनमा छ यो देश। देश दुख्दा देशसँगै रुन सक्ने मन छ उसँग। देशलाई पीर मर्का पर्दा देशको आँसु पुछ्ने दम छ उसँग। बाँचिन्जेल माटो, बाँचिन्जेल माटो, माटो भन्छ ऊ, मरे पनि यही माटोमा जन्मन्छु भन्छ ऊ। उसलाई न स्वर्गको मोह छ न सुखको, उसलाई मोह छ त यो देशको, उसलाई मोह छ त यो देशवासीको। मैले चिनेको हर्क साम्पाङ त्यस्तो त्यस्तो छ। तपाईँहरूले चिन्नु भएको कस्तो छ? त्यस्तै त्यस्तै छ। यहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। थुप्रै थुप्रै कुराहरू छन् मनमा, तर सबै कुराहरू भन्न आवश्यक पनि छैन। यहाँहरूले कुरा बुझिसक्नु भएको छ है, यहाँहरूले कुरा बुझिसक्नु भएको छ। म यहाँ सबैजनालाई श्रम संस्कृतिमा हार्दिक स्वागत गर्न चाहन्छु। जेनजीले चाहेको, युवा पुस्ताले चाहेको, हामी सबैले चाहेको, शहीदले चाहेको जस्तो देश बनोस्। एकचोटि गीत गाउँ। अन्त्यमा म आइपुगेको छु, बोर नमान्नु होला, खुट्टा चाहिँ दुख्छ। ल शहीद है, हामी कार्यक्रम गर्नुभन्दा अगाडि शहीदलाई सम्झाउँछौँ। शहीदलाई सम्झाउँ त सम्झौँ। फेरि अहम भन्नु त, म त बोल्दा बोल्दा घाँटी खुलिसक्यो। तपाईँहरूको खुलेको छैन ल, अहम भन्नु न। तपाईँहरूलाई राति निन्द्रा लाग्छ? लाग्दैन। निन्द्रा लाग्दैन होइन? लाग्दैन। निन्द्रा लाग्दैन भनौँ है त ल। ल निन्द्रा लाग्दैन, अलि मजा आएन, पछाडि लाज लाग्यो कि क्या हो? देशभन्दा सबैजनाले शेयर गरिदिनु न, सबैजनाले चोर्न चाहिँ लजाउनुपर्छ, भ्रष्टाचार गर्न चाहिँ लजाउनुपर्छ क्या होइन? शेयर भएर छ, विकृति फैलाउन चाहिँ लजाउनुपर्छ। गीत गाउनु लजाउनु। शेयर गर्नु त अलिकति इको बढाइदिँदा राम्रो हुन्छ। निन्द्रा लाग्दैन मलाई, निन्द्रा लाग्दैन, निन्द्रा लाग्दैन मलाई, निन्द्रा लाग्दैन। सपनीमा हजारौं शहीद आइसोध्छन्, खोइ त त्यो नेपाल, खोइ त त्यो नेपाल जसको निम्ति हामीले आहुति दियौं। खोइ त त्यो नेपाल जसको निम्ति हामीले आहुति दियौं। के भन्नु र खोइ मैले, के भन्नु र खोइ कसले तिमीलाई मर्न लाए, कसले मार्न लाए। निन्द्रा लाग्दैन मलाई, निन्द्रा लाग्दैन,
विपनीमा हजारौं आमा आइसोध्छन् खोइ त त्यो नेपाल खोइ त त्यो नेपाल जसको निम्ति हामीले खरित्यायौं हामीले मलाई चाहिँ राति राति शहीदहरू आएर सोध्नुहुन्छ खोइ त त्यो नेपाल जसको लागि हामी यसरी मर्यौं आमाहरू विपरीमा सोध्नुहुन्छ मलाई खोइ त त्यो नेपाल जसको निम्ति हामीले कोकृत्य हैन आज अस्ति भर्खर शहीद भएका आमाहरू बिचरा रोइराख्नु भएको होला आँसु सुकेको छ जस्तो लागेन यसरी आमाहरूले आफ्नो कोख रित्याउने र तपाईको चाहिँ नेपाली जनताले आफ्नो ज्यानको आहुति दिने यो परम्परा र यो चलनको समूल अब अन्त्य गर्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू म यहाँहरू सबैजनालाई श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु आकाश जत्रो मन लिएर बाँच्न सकेका हौ हामी सबैजना म यो पार्टीको त त्यो पार्टीको फलना र धिस्काना नभनौ म यो जातिको फलना जातिको यो पनि नभनौ म यो वर्गको त त्यो वर्गको पनि नभनौ हामी सबैको देश हो यो हो कि होइन यदि यो हामी सबैको देश हो भने यो देशलाई बनाउनका लागि पनि हामी सबैको प्रयासको खाँचो छ त्यो हातेमालो गर्नका लागि हामी आएको कुरामा निवेदन गर्न चाहन्छु यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु थुप्रै कुराहरू छन् अब एउटा सानो मैले गुनासो जस्तो अलिकति राख्न चाहन्छु हर्क साम्पाङ एउटा देशलाई माया गर्ने मान्छे हो जस्तो मलाई लाग्छ कि कस्तो हो गाली नगर्नु होला म कुनै जाति समुदायलाई गाली गर्न आएको होइन तर साँचोलाई साँचो अघि भर्खर मैले भने साँचोलाई साँचै भन्छु गलतलाई गलतै भन्छु च्याउसरी पार्टीहरू खुलेका छन् दोकान खुले जस्तो तपाईको दोकान बरु थोरै होला हैन उद्योग त एउटा पनि छैन मैले खोज्दा अनि परि मुद्दामा आइरहेछ मुद्दा नसुत्दा भने टेक त हिँडिरहेको छु अलिअलि रोजगारी दिइरहेको छु जबरजस्ती हेर्नु न यस्तो छ उद्योग खोल्दाखेरि मुद्दा लाग्ने देश फुल रोप्दा मुद्दा लाग्ने देश बिरुवा रोप्दा मुद्दा लाग्ने देश बिचारा हर्क साम्पाङमा चाहिँ चिन्नु चाहिँ त्यो फोचे केटाले खोला धाएर है अनेक दुःख गरेर पानी लिएर पानी जनतालाई खुवाउँदाखेरि मुद्दा लाग्ने देश हो यो यस्ता खालका तपाईको छैन यो काम नलाग्ने कानुन सानो सबै च्यातेर फाल्ने हो कि होइन जनताको जीवन र सेवा सुविधा भन्दा ठुलो हुन्छ कानुन है अनेक परीको कानुन मात्रै भएको देश खाने नुन नभएको देश भन्दाखेरि अस्ति भाइरल भयो होइन संविधान भएको देश खाने धान नभएको देश छैन चामल है संविधानको धारा भएको देश पानीको धारा नभएको देश यस्तो देशमा बस्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू अब हामी सबै जाग्नुपर्छ त्यो आवाज दिनका लागि म यहाँ आएको छु अब यो खालको मान्छेलाई रोक्नका लागि थुप्रै खालको तिगडम हुन्छ त्यो काठमाडौँ भित्र एउटा नेपाल छ काठमाडौँ बाहिर अर्को नेपाल छ यो देशमा भएको दुईटा नेपाललाई एउटै नेपाल बनाउन निस्केको श्रम संस्कृतिको कुरा म यहाँहरू सबैलाई निवेदन गर्न चाहन्छु है काठमाडौँ भ्याली भित्र मात्रै सबथोक भइराख्नु पर्ने होइन गाउँमा जाउँ त त्यहाँ कस्तो छ अस्ति माथि तपाईको चाहिँ पहाडतिर गाह्रो आएको बेलचा र गैँती खुब मिस गरेँ किनभने बाटो त त्यस्तो रहेछ नत्र हामी त श्रमदाता बनाइ पनि हाल्छौँ एउटा झम्पल र गैँती बेलचा बोकेर गाउँतिर जानुपर्छ त्यसले गर्दाखेरि दुईटा नेपाल होइन एउटै नेपाल हुनुपर्छ है सिमानासम्म तपाईँको चाहिँ विकास गरिएको हुनुपर्छ अब यहाँ गयो भनेदेखि तपाईँको सिमानाको वरतिरको हाम्रो नेपाली गाउँमा चाहिँ बत्ती पनि छैन के पनि छैन उतापट्टि भारतमा चाहिँ राम्रो छ अरे त्यति भनिसकेपछि त्यो सिमानामा बस्ने नेपालीले के सोचिरहेको बरु यो भन्दा त नेपाल उतै गए पनि हुन्थ्यो कति भारी बोक्नु मैले भने सोच्दैन है त्यस्तो तपाईँको चाहिँ दुईटा नेपाललाई हामी एउटा नेपाल बनाउँछौँ हाम्रो विकास भनेको सीमावर्ती क्षेत्रमा केन्द्रित हुन्छ
सीमामा बस्ने मान्छेहरूले कसरी तपाईँको छैन हिमालमा बस्ने मान्छेहरूले कसरी देश चलाइरहेको आफ्नो जीवन चलाइरहेको छ भन्ने कुरामा हामी केन्द्रित हुनेछौँ। यहाँहरू सबैजनालाई म त्यो पनि अनुरोध गर्न चाहन्छु। थुप्रै छन् कुराहरू, धेरै म भन्न चाहन्छु। अब यस्तो खालको मान्छे चाहिँ अगाडि आउँदाखेरि देश जलिरहेको थियो, सबै रुइरहेको थियो, बाटोभरि हाम्रा जेन्जी बिचराहरूको है गिदी छरेको त्यो आलै थियो रगतका टाटाहरू। त्यतिखेर म त्यहाँ गएको प्रधानमन्त्री बन्न आयो के मन्त्री बन्न आयो भन्ने खालको छैन कुरा आरोप थुप्रै लगाए। त्यहाँ विदेशी दलालहरू थुप्रो खेल्दा रहेछन्। मैले केही भनेको पनि छु, अझै ताउ परे थुप्रै कुरा भन्नेवाला पनि छु है। मलाई रोक्नका लागि कुलमानजीलाई चलाइदिनु है। अर्को सम्बन्ध प्रधानमन्त्री बन्ला जस्तो भइसक्यो त है। सडकमा सबै जेन्जी आउनु खोजिसकेका छ भनेर कुलमानजीलाई देखाइदिनु भयो। कुलमानजीलाई त्यतिखेर पनि मलाई रोक्नका लागि प्रयोग गर्नुभयो। कसले प्रयोग गर्यो आई डोन्ट नो है। अब अहिले पनि फेरि उहाँलाई प्रयोग गरिराख्नु भएको छ, थाहा छ त्यो है, थाहा छ त्यो। एमसीसी यो बारेमा मैले कुलमानजीलाई प्रश्न सोधेको छु। एमसीसीमा तपाईँको भूमिका के हो है? डकुमेन्ट्सहरू आएको छ, उहाँले हिजो धरान आएर होइन भन्नुभयो, तर त्यो डकुमेन्टमा नाम आएको छ। म तपाईँलाई एउटा कुरा भन्छु है, यो कुराले मैले तामाङ समुदायलाई गाली गर्न खोजे होइन है। देशद्रोही जो होस्, देशद्रोह गर्छ भने मेरो बाउलाई पनि हातकडी लगाउने मान्छे है। त्यसले गर्दाखेरि यसरी बुझ्नु होला, यसरी बुझ्नु होला। मैले प्रश्न गरेको छु उहाँलाई, उहाँको भूमिका के हो। अहिले त्यो मान्छेहरूले धेरै कुराहरू छैन भनिराख्नु भएको छ, गरिराख्नु भएको छ। म प्रश्न गर्न चाहन्छु है यो चिज है। हाम्रो सरलाई प्रयोग नहुनुहोस्, श्रम संस्कृतिलाई होइन केही गर्न सकिन्छ कि भनेर उहाँहरू प्रयोग हुनुभएको छ, त्यो होइन। उहाँसँग म होइन कुनै कुरा मैले लुकाउनु मिल्दैन। 1 घन्टा बसेको छु वार्तामा। उहाँले के भन्नुभयो भन्दाखेरि म त सरकारमा जान्न, पार्टीसँगै बनाउनु पर्छ होइन। त्यसो भने म जान्छु नि त, जेनजीले पनि पठाएको छ भन्नु खोज्दै हुन्छ तपाईँ जानुहोस् पार्टी चलाउँछु म भन्नुभयो है। पार्टी चलाउँछु म भन्नुभयो, हामीसँग एउटै पार्टी। यहाँ अब म यो पनि कुरा निकाल्छु, बालेनजीको कुरा पनि आउँछ यहाँ। बालेनसँग किन नमिलेको भन्ने कुराहरू छ नि त, छैन हो है। कुलमानजीलाई पनि मैले भेटेकै हो, पार्टी बनाउनु पर्छ, सँगै जाउँ, सबैले जनताले चाहेको छ भन्दाखेरि म त सरकारमा जाँदिनँ, अब अलिअलि भएको लोकप्रियता पनि भरे काम गर्न सकिँदैन यता त्यता भन्नुभयो। उहाँ र म 1 to 1 बसेका छौँ उहाँको घरमा 1 घन्टा। म त सरकारमा जान्न भन्नुभयो। 24 घन्टा नपुगिकन फोन पनि उठाउनु हुँदैन। 3टा मन्त्रालय पाउनु भएछ, उहाँको सेक्रेटरीले भरे 3टा मन्त्रालय हामी त पायौँ भन्नुभयो। ओके बधाई छ भन्दै। डोन्ट लाइ टु अस, नढाट्नुहोस् प्लिज। धरती पुत्र हो म है। रुखो बोल्छु झुटो बोल्दिन, रुखो बोल्छु झुटो बोल्दिन। नढाट्नुहोस्। ढाँटेर राजनीति गर्नु छैन मलाई है। तपाईँलाई मनपर्छ भने मलाई भोट दिनुहोस्, नदिँदा पनि हुन्छ। म एक्लै भए पनि काफी छु, तर ढाँटेर चाहिँ म राजनीति गर्दिनँ है। ढाँटेर राजनीति गरेको कारणले गर्दाखेरि होइन। अनि भरे त छैन, उहाँ आफै फेरि कता के फेरि त्यो पार्टीको अध्यक्ष पनि उहाँ होइन फेरि है। उहाँ हो त, उहाँलाई प्रयोग गरेर केही तपाईँको छैन मान्छेहरूले होइन। यो चाहिँ त्यस्तो पनि हुँदो रहेछ फेरि। यहाँ चाहिँ फल्नाले ब्रान्ड देखाइदिने अनि तपाईँको त्यो ब्रान्डमा देखाएर आफ्नो सामान बेच्ने क्या। त्यो खालको अवसरवादीहरूलाई पनि खबरदारी गर्न चाहन्छु म। नढाट्नुहोस् प्लिज, नढाट्नुहोस्। माटो छोएर कसम खाउँ आज छातीमा हात राखेर है। हिम्मत छ आँखामा आँखा लगाएर कुरा गर्नु। यो देशलाई बेच्न पाइँदैन। बरु हामीलाई यो बिजुलीको खम्बासम्म केही पनि चाहिँदैन, निकालेर लाँदा हुन्छ, तर यो माटो बेच्न पाइँदैन। माटो बेच्न पाइँदैन। हामीलाई चाहिँ नि कुनै तपाईँको विदेशीले गरेर खाएर हुन्छ। बरु हामी साग र सिस्नु तपाईँको चाहिँ घोटेर खान्छौँ। सिस्नुको जरा खाएर बाँचेको पुर्खाले तपाईँको जोगाइदिएको देश हो यो। ढुङ्गाले लडेर तपाईँको छैन ढुङ्गाले अत्याधुनिक हतियारको विरुद्धमा त्यो तपाईँको छैन अङ्ग्रेज सेनाहरूसँग लडेर जोगाइदिएको देश हो कि नै यो।
हाम्रो पुर्खाले अनिकालमा सिस्नुको जरा घोटी घोटी खाएर चाहिँ बाँचेको हामी मान्छे हो कि होइन? त्यसरी जोगाइदिएको देश कुनै सन्धि सम्झौतामा तपाईँको भित्र लुकेर कोठाभित्र गरेको सन्धि सम्झौतामा हामी गुमाउन दिनेवाला छैनौँ। पृथ्वी रहुन्जेलसम्म यो देश रहनुपर्छ। पृथ्वी रहुन्जेलसम्म यो देश रहनुपर्छ। हाम्रो चन्द्र सूर्य अङ्कित झन्डा रहनुपर्छ। कुनै पनि विदेशी दलालहरू र विदेशी चाकरीमा तपाईँको भुलेका दलहरू जसले चाहिँ यहाँ यो देशलाई बेच्न चाहेको छ त्यस्ता दललाई होइन। यसपालि देशभक्त नेपालीले, देशलाई माया गर्ने देशप्रेमी नेपालीले चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु है। बालनजीलाई पनि मैले 4-5 चोटि भेटेकै हो पार्टी खोल्न नगरौँ भन्नुभयो, कता कता खै कता जानुभयो। अनि किन नमिलेको भनेर मलाई भनिराख्नुहुन्छ क्या? म नमिलेको हो र एकजनासँग मिलेकै छु त होइन। यहाँ म सबैजनाले हर्क साम्बाङ देख्दैछु। एकजना मात्रै हर्क साम्बाङ छ र? ओ पराउगुटी राख्ने पनि हर्क साम्बाङै हो, त्यो सफारी चलाउने पनि हर्क साम्बाङै हो होइन। यतातिर बस्ने सबै हर्क साम्बाङ हो। नेपालभरिबाट हामीलाई यो भाषा बुझ्नेहरूले हेरिराख्नु भएको छ। युआर हर्क साम्बाङ है। यत्रो धेरै हर्क साम्बाङ 3 करोड हर्क साम्बाङ भइसक्यो। अनि फल्नासँग किन नमिलेको भनेर मिडिया ट्रायल गर्न छोड्नुहोस्। मेरो विरोध कसले गर्छ? मैले अस्ति भनेको थिएँ सङ्घसभामा, मेरो विरोध त्यसले गर्छ जसलाई विदेशी यसो छैन अलिकति यसो दाना पानी पालन पोषण होइन, भ्रष्टाचार गरेर खाउँ, अर्कालाई लात्ताले दिएर खाउँ, अर्कालाई कुटेर लुटेर काटेर होइन मारेर खाउँ भन्ने खालको मान्छेले मात्रै विरोध गर्ने हो। नत्र भने हर्क साम्बाङले एउटा तिलको दाना जत्रो मिस्टेक गरेको देखाइदिनु नि त यहाँ होइन। भ्रष्टाचार गरेको, अनियमितता गरेको 1 रुपियाँमा 100 पैसा हुन्छ। 1 रुपियाँ त धेरै हो। 1 पैसा मात्रै मुखमा पर्दा त्यही मेरो मरण होस् भनेर सालपा सिलिजुङमा कसम खान जाने किराँतीको छोरा हो। के गल्ती गर्यो हर्क साम्बाङले होइन? नेता र तपाईँको चाहिँ राजनीतिको परिभाषा चेन्ज गर्यो भन्नुभयो अघि भर्खर पूर्ववक्ताले हो। तपाईँले कुनै मेयर यस्तो फेफेटे चप्पलमा आएको देख्नुभयो? देख्नुभयो? छैन है। सुविधाको जीवन त मेरो पनि छ होला नि त अलिअलि त। त्यो सबै कुरा त्यागेर त्यत्रो कठोर श्रम गर्ने तपाईँको चाहिँ मान्छेलाई गाली गरेको छ। गाली गरेको देश आफै बन्दैन गाली गर्दै अरूलाई। नगर्नुहोस् गाली। गल्ती छ भने भन्नुहोस्, यस्तो गल्ती छ भने भन्नुहोस्। म यहाँ सिरेर झुन्डेर मर्न तयार छु। तर बिना गल्ती हावाको तपाईँको छैन आरोप लगाएर नगर्नुहोस्। म त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब धेरै कुरा म राख्दिनँ। हामी सबै मिलिरहेका छौँ। यो तपाईँ हो, म हो, हामी हो देश बनाउने, अरूले बनाउँदैन। हामी हो देश बनाउने भनिदिनुहोस् त। धन्यवाद दिनुहोस्। अब यो देशको माटोलाई वचन दिउँ, अलिकति दिउँ त। यो माटोलाई वचन दिउँ अलिकति कि नदिउँ? ल त्यसो भने तपाईँ बसिरहेको ठाउँमा उभिनुहोस्। तपाईँ बसिरहेको, तपाईँले टेकिरहेको यो देशको माटोलाई छोइदिनुहोस् एकचोटि प्लिज। म सामूहिक रूपमा यहाँहरू सबैजनालाई यो देशलाई वचन दिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पछाडितिरकोहरूले पनि माटोलाई छोइदिनुहोस्। दाहिने हातले, तपाईँको दाहिने हातले छोइदिनुहोस्। यो पवित्र माटोलाई छोइदिनुहोस्। माटोलाई छोइदिनुहोस्। माटोलाई छुनुभयो? माटोलाई छोइदिनु भयो? ल कस्तो थियो माटोको? माटोले के भन्दै रहेछ त थाहा पाउनुभयो? ल यदि त्यसो हो भने अब हामी सबैले त्यो माटो छोएको, अहिले भर्खर हाम्रो देशको पवित्र माटो छोएको दाहिने हातलाई देब्रेपट्टिको छातीमा जहाँ तपाईँको मुटु ढल्किरहेको छ त्यहाँनिर मुठी कसेर राख्नुहोस् त यसरी। अब हामी सामूहिक रूपमा यो कुनै तपाईँको छैन धार्मिक रिचुअल्स होइन, धार्मिक अनुष्ठान होइन, सबै धर्म मान्नेले यो गर्न सक्छ। देशलाई हामी वचन दिन्छौँ। मलाई होइन, म मरेर जाने मान्छेलाई होइन, यो देशलाई वचन दिनुहोस् तपाईँले। अब यो देशलाई वचन दिनुहोस्। तपाईँ तयार हुनुहुन्छ? यदि त्यसो हो भने मैले जे भन्छु त्यही कुरा काठमाडौँले सुन्ने गरी भन्नुहोस्। काठमाडौँले सुन्ने गरी, लजाउनु हुँदैन। नेपाली लजाएर डराएर हिचकिचाएर पनि देश चाहिँ लुटेराहरूले लुटेर खाइसक्यो। त्यसो भएको कारणले अब निडर भएर बोल्छ नेपाली, अब निडर भएर अगाडि बढ्छ नेपाली। तयार हो? म नाम भन्नुहोस् आफ्नो।
श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा समेत सदैव प्रतिबद्ध कटिबद्ध सचेत र सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सकिन्छ। अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन अर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमको महाअभियानमा निस्वार्थ भावले लागिरहनेछु। म हुँ श्रमदाता, हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलोसरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने हो। म हुँ श्रमदाता, जय स्वाभिमान, जय श्रमदान, जय माटो, जय देश। धन्यवाद। यहाँ सबैजनालाई माटोलाई बचाउनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। र अब हामी एउटा श्रमको गीतमा नाच्छौँ। नाच्ने हो? पछाडि म तपाईँ सबैसँग फोटो खिच्छु, सबैसँग। यो सबैसँग फोटो नखिची म धरान जाँदिनँ है। ल रेडी हो? श्रम गरौँ नेपाली हो भन्ने गीत लगाइदिनुहोस्। ल त्यहाँ सबैजना नाच्नुपर्छ है। ताली। लाइभलाई सेयर गरिदिनु प्लिज, सेयर। सबैको हात माथि।
आकाशतिर हेर्दा खेतबारी बाँझो राखी आकाशतिर हेर्दा डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा गफै गरी मिठो खाना राम्रो लाउन खोज्दा गफैको भरमा मिठो खाना राम्रो लाउन खोज्दा होस् गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो होस् गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो नेपाली हो सगम गर्ने दिन आइसक्यो नेपाली हो भोकै मर्ने दिन आइसक्यो भन्दै कतिलाई यो पार्टी र त्यो पार्टी भन्दै कतिलाई यो जाति र त्यो जाति भन्दै कति लड्नु यो जाति र त्यो जाति भन्दै कति लड्नु हामी सबैको मिलेर बनाऊ देश हामी सबैको मिलेर बनाऊ होस् गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो होस् गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो नेपाली हो सगम गर्ने दिन आइसक्यो नेपाली हो भोकै मर्ने दिन आइसक्यो भोकै मर्ने आइसक्यो भोकै मर्ने दिन आइसक्यो भोकै मर्ने दिन आइसक्यो खेतबारी बाँझो राखी आकाशतिर हेर्दा डुब्न लाग्यो देश आज जिउने शैली फेर्दा गफैको भरमा मिठो खाना राम्रो लाउन खोज्दा होस् गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो यो पार्टी र त्यो पार्टी भन्दै कति लड्नु यो जाति र त्यो जाति भन्दै कति लड्नु देश हामी सबैको हो मिलेर बनाऊ होस् गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो भन्दै थियो गीतले यहाँहरू सबैजनालाई नाचिदिनु भएकोमा धन्यवाद मेरो कुरा सुनिदिनु भएकोमा धन्यवाद बुझिदिनु भएकोमा धन्यवाद श्रम संस्कृतिमा आइदिनु भएकोमा धन्यवाद र चुनाव चिन्ह माटोलाई तपाईहरुले भोट दिने मन बनाउनु भएकोमा पनि हार्दिक धन्यवाद दिन चाहन्छु तपाईहरु मसँग अब फोटो खिच्न चाहनुहुन्छ टीका लगाउन चाहनुहुन्छ फोटो खिच्न चाहनुहुन्छ भने म यहाँ भित्र आउँदै छु तपाईहरु आउनु होला सबैसँग म फोटो खिचेर मात्रै बिदा हुनेछु यहाँहरु सबैजनालाई हृदयदेखि धन्यवाद छ जय श्रमदान जय माटो
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा एकछिन अब श्रम पिता हर्क साम्पाङज्यूले आफ्नो महत्त्वपूर्ण भनाइ राखेर यहाँबाट बिदा भइसक्नु भएको छ। यसो हुँदा हाम्रो संघसेवक साथीहरूलाई यो अगाडिको स्टेजबाट सम्पूर्ण महानुभावलाई बाहिर हटाइदिनको निम्ति आशा गरौँ एक ठाउँबाट यता जाने यताबाट पस्ने यहाँ गेला उहाँबाट निस्किने बनाउनु यताबाट सुन्नु यताबाट निस्किने जनसमुदायहरू यताबाट पस्ने निस्किने यताबाट गर्ने वचन दिइसक्नु भएको छ। उहाँ ठेक्दा हात लागेर पाउनु हुने कुरा पाइसक्नु भएको छ। क्यामेरा अन क्यामेरा अन निस्किदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। क्यामेरा आउँदाखेरि अनिवार्य अन हुनुपर्छ भित्र छिक्दा कार्य सञ्चालकज्यूलाई अलिकति टाइम दिएन जतिले बाहिर निस्केको साथीहरू हाम्रो धरानबाट आएको भेन्डर साथीहरूले कोरिन गरिदिनु न। धरान आफूबाट आउनुभएको साथीहरू कहाँ हुनुहुन्छ? अब लाइभ देखाउनु तपाईँलाई धरानको हाम्रो कार्यक्रम छ अभियन्ता साथीहरूलाई प्लिज त्यहाँ अन्त मिलाइदिनु न। धरानबाट आउनुभएको साथीहरू प्लिज सम्पूर्ण दबाईपासी सबैले फोटो खिचेर जान्छौँ हामी। मेरो सामने फोटो खिचेर जानुहुन्छ प्लिज एकछिन होल्ड गरिदिनु। अनि जो पनि फोटो खिच्न आउनुहुन्छ क्यामेरा लिएर ओन गरेर आउनुहोस्। टाइमिङ हटाउनुहोस् क्यामेरा ओन गरेर आउनु होला प्लिज। लु हात गोलो गरौँ यताबाट निस्किने जग्गा बनाइदिनु